यो भिडियो मेमोरीको लागि मात्र हो र राम्रोसँग एडिट गरिएको छैन, त्यसको लागि क्षमा गर्नुहोला। धन्यवाद। वेलकम ब्याक रहेको छ मेरो नयाँ इन्डस्ट्री ब्लगमा हैन। आज फेरि टक्क 12 मा हाम्रो साथीहरुसित टुर रहेको छ। लुम्बिनी कता कता गरेर टुर हुनेको। आज टक्क 7 बजेतिर हामी स्कुलबाट निस्किसके। गाइस हामी चाहिँ अब आदित्य हाम्रो ग्रुपको लिडरसँग हामी टक्क 12 मा आइसकेका छौं। निर्मल चाहिँ हाम्रो टक्क 12 मा कुली सबैको सामान बोक्ने हिँड्ने गरेर टक्क 12 मा लगाइ हामी टक्क 12 मा बसमा आइसकेका छौं आशिषका साथ हैन। केटाहरु सब बसिरहेका छन् पछाडी। अझै खैनी विकास सबै कपुन छन् ल। देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो। नाचौ ना ल ब्लगमा ल कि गाइस हैन। हामी चाहिँ अहिले हामी टक्क 12 मा गुल्मी भन्ने ठाउँमा आइसकेका छौं। टक्क 12 भलक टक्रा है। यत्रा बेरसम्म आशिष खै यत्रा बेरसम्म कमिट भएका मान्छेले चाहिँ अहिले चाहिँ फुल जोसमा छन्। सबै जोसमा छन्। के छ अरू सबै कुरा हेर्दै जाम्ला हैन। ब्लगर तिमी ब्लगर हैन र अनि ब्लग चलक राख्ने गर्छु। यिनी चाहिँ अर्का ब्लगर रहेका छन्। अब सबै छन् हेरौँ अब के हुन्छ। नास्ता खाना रोके जस्तो छ हाम्रो नितेश। अब सिङ्गर आज सिङ्गिङै गरेनन् कि मजै आएन हैन। हामी चाहिँ टक्क 12 मा यो 3 मुखे पुल आइसकेका छौँ। यहाँ छ हाम्रो 3 मुखे पुल अनि सबै केटाहरुले टक्क 12 मा भइरहेका छन्।
हेरमा कस्तो हुन्छ टक्क पारा मासिरानी कुरो हुन्छ ल टक्क पारा हामी चढिसकेका छौँ होइन हामी केटाहरूसित सँगै पारामा है टक्क पारामा सबै जताततै ब्लग भइरहेको छ र टक्क पारामा हामी यहाँ पुलमा आइसकेका छौँ हिँड्दैछौँ धेरै लामो त ल यो चाहिँ धेरै लामो छैन लामो छ त्यही पनि उयो खोला हेर न खोला देखेको गाइस हामी अब हाम्रो स्कुल ट्रिपमा आएको टक्क रिडी पुगिसकेछौँ म अनुप तपाईँको भनेपछि यहाँ हाम्रै क्लासका एउटा महानुभाव हुनुहुन्छ यहाँको नाम सुमन के आची हो आचार्य आचार्य यहाँ हाम्रा प्रहलाद श्रेष्ठ यता हुनुहुन्छ तपाईँको नाम भन्नुहोस् त म तपाईँको नाम के अरे म तपाईँको अनुप पाण्डे यतै छु अन्डे हो तिमी के हो प्रहलाद यस्तो तपाईँको बारेमा गर्नु आफूलाई हेर्नु यो त जान्छ को दिदीहरू तिउला सबलाई जान्छ यहाँ पूजन हाम्रा पूजन भुषाल यत्न छर्सा हुनुहुन्छ तपाईँको नाम भन्नुहोस् सर मेरो नाम पूजन भुषाल अनि यहाँ त ब्लगर हुन् ल म ब्लगर हुँ होइन मेरो ब्लगलाई सब्सक्राइब गरिदिनु होला अनि चाहिँ हामी हाम्रो आजको यो टुरमा यो चाहिँ हाम्रो तिनमुखी पुलमा हामी आइसकेका छौँ यो चाहिँ तिनवटा जिल्लाको जिल्ला होइन सङ्गम रहेको छ त्यति हो सङ्गम यहाँ तल चाहिँ नदी बगेको छ नदी बगेको छ यसको नदीको नाम थाहा नभए तापनि अहिले हाम्रो चाहिँ सबै ब्लगर बनेर सबले ब्लग बनाइरहेका छन् कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि चाहिँ यो पुल होइन सबैले देख्नुभयो होला र नदेख्नु भएकाले नि हेर्नुहोस् होइन हामी चाहिँ अहिले ट्याक्क लगभग 9-10 बजिसकेको छ यहाँ आउनु लागेको होइन अहिले चाहिँ मोबाइल र ब्लग नगरेको मान्छे चाहिँ कमै होला कि होइन यहाँ अनि के छ भन्दाखेरि यहाँ एउटा पुल छ लाइटहरू रहेछन् होइन फर्स्ट टाइम हो यहाँ लगभग धेरैजनाको चाहिँ फर्स्ट टाइम हो यहाँ अनि त्यही भएर सबैले भ्लग बनाएको होला अनि सबै छ होइन अब हेर कति के हुन्छ होइन कनेतिर ल अब कतातिर अब यहाँ चाहिँ भ्यू कस्तो छ भन्ने कुरो हुन्छ ल आदित्य चाहिँ यहाँ छ अनि सम्रान्त र निशान भाइ चाहिँ यहाँ छन् ल टक्क पारामा हेर्दै गरौँ होइन हामी चाहिँ खाना खाएर टक्क पारामा पाल्पा खाना खाएर हिँडिरहेका छौँ अब चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ पाल्पाको रानी महल भन्ने ठाउँमा हुनेछ होइन आयो होइन किन होटलको नाम के अरे हेरिटेज होटलमा चाहिँ स्ट्यान्डिक र मिठो खाना थियो अनि हजुरहरूले नै जान सक्नुहुन्छ होइन ल अब हामी चाहिँ गाडी लगाएर हामी हिँडिसकेका छौँ पाल्पाको रानी अब चाहिँ गएर हामी रानी होइन हामी यो चाहिँ पाल्पाको रानी महल होइन रानी महलमा टक्क पारामा आइसकेको छ रानी महल बनाइदिएका हुन् अरे होइन अनि एकदम राम्रो छ यतातिर खोलो छ यहाँ चाहिँ ऱ्याफ्टिङ स्याफ्टिङ पनि छ गाइज हामी भर्खर टक्क पारामा आइसकेका छौँ यो चाहिँ मन्दिर होइन एउटा ऐतिहासिक र धार्मिक र पर्यटकीय स्थल एक होइन गाइज हामीले टक्क पारामा अहिले यहाँ अभि अनि हाम्रो ब्लगमा अब कस्तो आइरहेको छ कस्तो लागिरहेको भनेपछि होइन यो भनेको एउटा यो भनेको कस्तो हजुर जहाँ गए पनि यो ठाउँ भनेको नि हजुर पछिबाट सम्पूर्ण हुन्छ घुम्ने थियो भन्दै होइन त्यही म के भन्न चाहन्छु लाइक सबैभन्दा बरु होइन सब्सक्राइबर हामी चाहिँ यो रानी महल भन्ने ठाउँमा आएको छौँ
गाइज हामी गाउँ के Portland माछीले गाडी प्रेम सीता जाने कि नजाने माछीले गाडी प्रेम सीता जाने कि नजाने माछीले गाडी प्रेम सीता जाने कि नजाने तालको पानी माछीले गाडी प्रेम सीता जाने कि नजाने। फाइनली चाहिँ हामी अहिले चाहिँ केबल कार चढ्ने ठाउँमा आइसकेका छौँ। टक्क बाह्रमा यहाँ केबल कार चढ्ने ठाउँ रहेको छ अनि साथीहरू चाहिँ सबै टक्क बाह्रमा यहाँ लाइनमा लाग्ने कार्यक्रम भइरहेको छ भनी चाहिँ हामी पनि लाइनमा छिरहेका छौँ। निर्मल के छ? आदित्य दादा चाहिँ यत्रो बेर सुत्न होइन बल्ल आउन आदित्य दादाको त अब पुरै आदित्य दादा कहाँ सुत्न त बसमा ए ल अब टक्क बाह्रमा हेर्नुहोस् हेर्नु न ठिक छ होइन केबल कारमा टक्क बाह्रमा आइसकेका छन्। यो चाहिँ हाम्रो केबल कार जाने ठाउँ रहेको छ सिद्धार्थ केबल कार लिमिटेडमा। ल हामी गाइस टक्क बाह्रमा हामी केबल कारमा चढिसकेका छौँ। ल यहाँ आदित्य भइसकेको छ। ल अब स्टार्ट हुन्छ। यता चाहिँ टक्क बाह्रमा केबल कार चलिरहेको छ। म चाहिँ के भन्न म अब होइन ल यो चाहिँ टक्क केबल कारको लाइन रहेको छ होइन हिसीलाई चाहिँ डराएको अवस्था रहेको छ पहिला अवस्था रहेको छ। ल अब चाहिँ हामीले अरूलाई जिस्काउने काम हुन्छ। ल गाइस यतातिर एउटा बजार रहेको छ। ल गाइस हामी भर्खर चाहिँ हामी केबल कारमा मेरो थुप्रा खान्छ केबल कारमा तल झर्दैछौँ। केबल कारमा हामी टक्क बाह्रमा तल हामी झर्दैको हो। तल झर्ने प्रक्रिया छ। भ्यू पनि राम्रो छ गाइस होइन पछाडि हेर्न सक्नुहुन्छ होइन मेरो पछाडि भ्यू पनि राम्रो छ टक्क बाह्रमा। भ्लगमा चाहिँ मजा नै आयो होला होइन। हाम्रो टुर चाहिँ हाम्रो अब हाम्रो गन्तव्य होटेल पछि हाम्रो गन्तव्य लुम्बिनी भोलितिर जाने हुन्छ क्या कार्यक्रम होइन। मेरो चार्जरमा फोन पनि अत्यन्तै कम बचेको हुनाले चाहिँ मैले उ गर्दैन होइन। ल
रहेको छ निशान अनि सन्दीप होइन अनि यहाँ छन् हाम्रो सम्रान्त अनि यहाँ छन् हाम्रा अमृत भाइ अनि यहाँ छन् हाम्रा निर्मल यहाँ छ हाम्रो आदित्य होइन अरू गेम खेल्दैछन् होइन यहाँ छ होटल रुममा आइसकेका छन् हाम्रो त्यो केटाहरू सक्नुहुन्छ पारा कस्तो चलिरहेको छ भनेपछि होइन अब चाहिँ हामी यहाँ उनो खेल्दैछौँ तास होइन यो उनो हो होइन होटेल होइन यता केटाहरू बसिरहेका छन् यो चाहिँ हाम्रो होटेल रहेको छ लुम्बिनीको होइन हामी आज रातभरि यहाँ बसेका थियौँ होइन लगाइज हामी चाहिँ तिर लुम्बिनीतिर प्रस्थान गर्दैछौँ हाम्रो यो लाइनबद्ध रूपमा चाहिँ हामी टक्क पारामा लुम्बिनीमा आएका छौँ विष्णु सर केही 2-4 शब्द मेरो ब्लगमा भन्नु सक्दैन है एकदमै है निकै रमाइलो भइरहेछ हाम्रो कक्षा 10का विद्यार्थी भाइ बहिनीहरू हुन पाउँदाखेरि मलाई पनि खुसी लागिरहेको छ विद्यार्थी भाइ बहिनी धेरै खुसी छन् है यो पनि एउटा देखि सुरु शिक्षा नै हो है हजुर धर्मअवलोकन ओके थ्याङ्क यू धन्यवाद विष्णु सरलाई होइन अब टक्क पारामा हामी लुम्बिनीतिर प्रस्थान गर्छौँ त्यसपछि हेरौँ है त हिँड्दै रहेछ नि धेरै रहेछ यो हिँड्न होइन साइडमा जङ्गल अनि यो चाहिँ रोड रहेछ है उहाँहरू चाहिँ मङ्कहरू रहेछ होइन केटाहरू चाहिँ अगाडि हिँडिसकेका छन् मेरो भ्लग चाहिँ अड्की छ होइन जस्तो भए पनि राख्छु मैले अहिले भ्लग अड्की पनि ल ठिक छ है गाइज अहिले चाहिँ हामी लुम्बिनीमा आइसकेका छौँ होइन यताउति केटाहरू छन् अनि चाहिँ शीतलहर यस्तो चलिरहेको छ टोपी लाखौँ त्यही भएर अलिकति सेफ छौँ नत्र चाहिँ हामी शीतलहर लास्टै चले अनि टुरिस्टहरू लगभग चाहिँ हाम्रै ग्रुपको हम धेरै होइन अरू थाइल्यान्ड अरू देशबाट पनि त्यहाँ त्यही पनि आउँदै हुनुहुन्छ होइन अब हेर्दै जाऊँ के हुन्छ कसो हुन्छ ब्लग ल अब चाहिँ यता चाहिँ फोटो खिच्छौँ है त भर्खर चाहिँ हामी लुम्बिनी ठ्याक्क आइसकेका छौँ आदित्य यसलाई देखाइसखेरि ब्लग चलिहाल्छ कि बढी चाहिँ यहाँ हल्ला गर्नुहुन्न अनि यो चाहिँ लुम्बिनी रहेको छ होइन टक्क पारामा अब हामीले लुम्बिनीको देख्छौँ यो चाहिँ सास नफेरिकन वर माग्ने ठाउँ रहेको छ यहाँ चाहिँ टक्क त्यहाँबाट सास नफेरिकन गएर के मागेर आउने है अरे सबैले त्यही गर्दै थिए आत्तेले चाहिँ त्यहाँबाट सास नफेरिकन यो पुरै घुमेर आयो अरे हो अनि चाहिँ अरू के भन्नु सक्छु र गाई अनुपसँग मैले भुलेँ अनुपले के गर्छ भन्दाखेरि सास नफेरिकन गएछन् त्यहाँ पुगेछन् आइछन् तर माग्नै बिर्सेछन् हामी 4 वर्षसम्म सुत्न सकेको छैन यता छ हाम्रो लुम्बिनी होइन भित्र चाहिँ गएर फोटो खिच्न भिडियो सुट गर्न मिल्ने रहेछ त्यही भएर हामीले यहीँबाट सुट गरिरहेका छौँ सबैले गरिरहेका छन् बौद्धिस्टहरूको चाहिँ एकदम वान अफ द मोस्ट इम्पोर्टेन्ट अनि आशाको केन्द्र चाहिँ लुम्बिनी रहेको छ मान्यता रहेको छ होइन पछाडि मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ लुम्बिनी है के छ अशोक ल अनि चाहिँ अहिले क्यामेराम्यानमा हुनुहुन्छ अजय भुषालका साथमा म चाहिँ पूजन भुषाल होइन हाम्रो भुषालको घरमा यता चाहिँ पछाडि हेर्न सक्नुहुन्छ लुम्बिनी छ यता ताल छ होइन मेरो पछाडि पुरै लुम्बिनी देखियो मेरो पछाडि मेरो पछाडि ल पुरै यो चाहिँ लुम्बिनी रहेको छ अनि वरिपरि हेर्न सक्नुहुन्छ शीतलहर राम्रोसँग चलिरहेको छ बिहानको समय हो अनि यहाँ केटाहरू चाहिँ सबै छन् होइन अब यहाँ चाहिँ मङ्कहरूले चाहिँ मेडिटेसन गर्ने र शान्त प्लेस रहेको छ अब हाम्रो यो ब्लग चाहिँ कन्टिन्यू गर्नुहुन्छ बिना दाजुले या तपाईँ यहाँ आउनुहोस् पहिला तपाईँलाई एउटा विचार मलाई यस्तो ज्यादा चित्त बुझेको विचार जस्तो लागेको छैन हजुर तपाईँलाई यस्तो यहाँ सास नफेरिकन यताबाट गएर उताबाट आउने विचार कस्तो लाग्यो मलाई के लाग्छ भने आफ्नो मनको शान्तिको लागि आफ्नो मनले राम्रो काम गरेछ भने सास फेरेर यता मैले के भन्छु भन्दाखेरि अब दिनको 2 फेर सास नफेरिकन उहाँ गएर पनि तपाईँले एसीमा A+ हान्न सक्नुहुन्छ भनेको पढाइको के काम पढाइको औचित्य के छैन त्यही भएर आफ्नो मनको शान्तिको लागि बनाएको हो अनि आफ्नो मनको शान्ति हुन्छ अनि सास फेर्नको लागि हाम्रो कसैको अक्सिजन लेभल कम हुन्छ त्यो चाहिँ अलिकति सुधार गर्न भन्ने मेरो मान्यता बुद्धले ज्ञान प्राप्त गर्दै हामीले पनि ज्ञान प्राप्त गर्ने थियौँ भन्ने आशाका सहित यो ब्लगलाई यहीँ टुङ्गाउन चाहन्छु ल चाहिँ यता टक्क पारामा रहेको छ अनि यो चाहिँ लुम्बिनी
अब हामी चाहिँ काशीराम सरको इन्टरभ्यू लिन जानेछौँ निरल है टक्क बारेमा जामै त त्यहाँ चाहिँ ऊ पनि छ पुल पनि छ पोखरी मेबी हेरौँ अब सबै चाहिँ भ्लगर चाहिँ हाम्रो स्कुलबाट धेरै भ्लग गरेर पत्रकार निस्किन्छन् भन्ने मलाई आशा लागिरहेको छ त्यहाँ चाहिँ हाम्रो सास नफेरिकन उहाँ गएर वर माग्ने चाहिँ यो के कारणले हो र यो राम्रो हो कि नराम्रो हो एउटाले चलन त्यहाँ त्यसैबाट चलेको ए त्यसमा कुनै वैज्ञानिक आधार छैन वैज्ञानिक आधार छैन केही पनि छैन तर केही बेर मान्छेले सास रोक्न सक्छ भने त्यो मान्छे स्वस्थ हो अलि लामो समय सास रोक्न सक्छ भने मान्छे ऊ हेल्दी छ भन्ने भिडियो बनाउनु यो चाहिँ साइन्टिफिक रिजन चाहिँ त्यो रहेको छ र एउटाले चलाएर चलेको भन्ने चाहिँ हाम्रो सरको धारणा रहेको छ है कुल ठाउँ रहेको छ यो चाहिँ अशोक स्तम्भ मैले देखाइसकेको छु मेरो पछाडि चाहिँ अशोक स्तम्भ रहेको छ राजा अशोकले चाहिँ तिब्बतबाट नेपाल आउने क्रममा बुद्ध यहीँ जन्मेका हुन् भनेर एउटा चाहिँ यो स्तम्भ गाडेका थिए धेरै पछि चाहिँ यो भेटेको थियो र यहाँ चाहिँ संरक्षित गरेर राखेको अवस्था रहेको छ के छ नितेश ठिकै छ कस्तो लाग्यो त हजुरको यो लुम्बिनीमा अनुभव धेरै राम्रो चाहिँ पहिलोचोटि आइयो ए बहुत राम्रो देखियो म चाहिँ पहिला नि दिन त फेरि आइसकेको छु होइन पहिलो फेरि आउँदाखेरि कस्तो अनुभव रहेको छ एकदमै राम्रो नसोचेको भन्दा नि नसोचेको अनुभव रहेको छ ल अब हामी चाहिँ यहाँबाट एक्जिट भइसकेका छौँ हुँदैछौँ ल एकछिन पछि भेट्छौँ गाइज हामी चाहिँ अहिले बोर्डमा आइसकेका छौँ ल हेलो गराउ ल ल चाहिँ हामी बारेमा जान्छौँ त्यसरी खिचौँ है त मजा आएन होइन अब चाहिँ चल्छ माथि चाहिँ गाइस हामी चाहिँ भर्खर टक्क लुम्बिनी घुमेर आइसकेको छ होइन कस्तो लाग्यो अभिमन्यु तिमीलाई राम्रो छ योवाला भिडियो बनाउन सकिएन अर्को बोर्डबाट हो होइन टक्क पारामा हामीलाई सबैलाई रमाइलो लागेको छ होइन लुम्बिनी घुम्दा बोटिङ गरेर नि आइसकेको छ हजुर 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 ठिक छ गाइज हामी चाहिँ अहिले हामी यो टगट्टी जगदीशपुर चालमा आइसकेका छौँ यहाँ चाहिँ जताततै रमणीय भ्लगर देखिएको छ हामी अर्घाजीको सरी हामीलाई चिने छैन हामी यहाँको पुरा लोकल छु लगाइज हामी टक्क पारामा घुमफिर गर्दै हामी जगदीशपुर ताल भन्ने ठाउँमा आइसकेका छौँ यो चाहिँ रहेको छ जगदीशपुर ताल आशिषका साथ होइन ब्लर आयो क्या हो ल अब जगदीशपुर ताल हामी चक्टा पारामा घुम्ने छौँ होइन अलिकति यो मोबाइलमा चाहिँ वाइड एङ्गल नभएको कारणले चाहिँ अलि वाइड भिडियो आएन होइन बोलै छोड्यौ के अड्क्यो भोक्रामा तिम्रो घडीमा दम छैन सरहरूमा जौलानी तोरी गीतमा हारेर जौलानी चल्ला झुपाइले
दोहोरी गीतमा बल्ल हो जाग्दैछन् कन्डक्टरलाई बल्ल गुहार माग्दैछ 70 छन् फेल अड्क्यो घाँटीमा मोती सर बस्नु भएको छ साइडमा आउन यो बसमा आइयो पल्लो के अरे यो बसका त झन् कमजोर पाइयो पारी घाम लाग्यो घमाइलो चिरन सर कुन बसमा रमाइलो इक्जाम थियो टाइट अर्को टुर्को कहिले हो साइट आएका टुरा दोरी गाउन भएछौ मजबुरा सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले निपदामा उडाउने गनै हो मोती सर्नी दोरीको डन बलिदानाले कक्षर आउँछन् भनेर पर्किछिन् मन त जान्ने अहिले गाउँटी गएर मैले सक्छु यो निकाल्न जानु भो आँटीमा सुनको सिक्री लगाइदिउला घाँटीमा सल्ला धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले महीने में 12 तरीके से तुझको प्यार जताऊंगा रे धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्न नै गाह्रो हो सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो आजको कता छ तर मनले मेरो बाल्यकाललाई पुकार्यो खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर भेट्नेछौँ हामी निराश हुनु पर्दैन भो
छु